सेरु यही हो। ए यता हेर, यता हेर। आइज बिस्कुट खाने हो। आइज ल, आइज छिटो आइज। यहाँ आइज न छिटो। छातामा आइज, छाताभित्र आइज। आइज यसरी जमेको हुन्छ चिसोले माइनस। यसले चाहिँ हान्ने रहेछ। हेलो गाइज, गुड मर्निङ सबैजनालाई। अहिले 10 बजिसकेको छ। 10 बजेपछि फेरि स्नोफल चाहिँ सुरु भएछ। बरफ सुरु भएको छ है त। धुन्धुला भिजिबिलिटी इट्स नट क्लियर नाउ। तपाईँहरूले देख्दै हुनुहुन्छ। फुसफुस चाहिँ होइन, यो डल्लो टाइपको छ हो। यो चाहिँ मेरो थर्ड ब्लक हो। फर्स्ट सेकेन्ड स्नोफलको ब्लक छ। छाता लिनुपर्ने अवस्था छ, किनभने सर्ट हान्दैछ नि त है। हावा पनि चल्दैछ, त्यही भएर त्यो डल्लो बरफहरू झारेको कारणले चाहिँ अनुहारतिर सर्ट क्या बलुवाले हाने जस्तो दुख्ने रहेछ। त्यही भएर चाहिँ मैले हावा चल्ने बित्तिकै चाहिँ यसलाई यस्तरी ब्लक गर्दैछु है। यो ब्लग चाहिँ अलिक लामो फुल ब्लग चाहिँ हेर्नुहुन्छ भने चाहिँ घुमघाम नेपाल युट्युब च्यानलमा गएर हेर्नु होला। नत्र मिनी ब्लग हो भने यही सड्यापा भन्ने टिकटकमा तपाईँहरूले हेर्न सक्नुहुनेछ। अस्तिको जस्तै यस्तो छ त गाइस अहिलेको अवस्था। ल मेरो छाता उड्यो। यस्तो छ, तपाईँहरूलाई देखाउँदैछु। अहिले धेर चाहिँ यो पिग्लिसकेपछि चाहिँ फेरि नेक्स्ट प्लट हो यो। अस्तिको 2 फिट जस्तो लगभग परेको थियो। त्यो चाहिँ पिग्लेर फेरि नङ्गै डाँडा भएको थियो। अहिले फेरि यस्तो सुरु भएको छ, तपाईँले देख्दै हुनुहुन्छ। अब यहाँ कुन छ त, यहाँ याकहरूलाई जाडो पनि हुँदैन क्या हो। यहाँ चाहिँ हान्छ अरे एकजना याकले, एउटाले चाहिँ हान्छ अरे। कुन चाहिँ हो? जाडो भयो याक दाजुहरू, जाडो भयो। हल्ला जस्तो छ त। के हो रिसाको? अर्को छ यता। हौ याक दाजु, यसले चाहिँ हान्ने रहेछ। 98 हान्ने नहान ल। खतरा छ। यहाँ भुभु गर्दैछ एकजना। यस्तो छ है त आजको बरफको अपडेट यस्तो छ। अरे यता पनि एउटा रहेछ त याक त। यसरी जमेको हुन्छ चिसोले माइनस 7-8। अहिलेको यहाँको उयो चाहिँ 7-8 यस्तो छ है त गाइस। यहाँ छ याक, हान्ला जस्तो गर्दैछ त। यहाँ नहान है बाबु, सिना नहान ल। याक छ 2टा, हान्ला जस्तो गर्दैछ। म चाहिँ छाता लिएर ब्लग गर्न निस्केको। हिउँ चाहिँ ढट्ट पर्दैछ। जाडो छ, हात ठिराइसक्यो। जाडो भयो। यो चाहिँ बरफकै इन्जोय हो। जाडो होस् या जे होस्, अब यस्तो भनेको, यस्तो बरफ हेर्नलाई भनेको अर्को पालि मात्रै, अर्को साल क्या, नेक्स्ट इयर मात्रै हेर्न पाइन्छ। त्यही भएर भरको इन्जोय लिइराख्नु पर्ने छ। यहाँ 2जना। ए सेरुहरू जाडो भएन तिमीहरूलाई? जाडो भएन? जाडो भएन? जाडो भयो? जाडो भयो? जाडो भयो? आइज ल, आइज छिटो आइज। यहाँ आइज न छिटो। छातामा आइज, छाताभित्र आइज। आइज आउँदैनस् त। यहाँ आइज, छाता उड्नु आइज। डराउँछस् त।
निकै डराइरहेछ पुरा। यहाँ छ एकजना सेरु। अस्तिको भ्लगमा नि देखेको सेरु यही हो। यता हेर यता हेर। आइज बिस्कुट खाने नखा त। अर्को यता छ। कहाँ भागिसौ? यहाँ छ। आइज। ल साथीहरू, आजको मिनी भ्लग भनौँ या छोटो भ्लग चाहिँ यति नै। अर्को भ्लगमा फेरि भेट हुने नै छ। भोलि बिहानसम्ममा अलिक ज्यादा नै पऱ्यो भने सेकेन्ड भ्लग पनि अवश्य आउनेछ भन्दै आजको भ्लगलाई मैले यहाँ एन्डिङ गरेँ।